ल पदमजी पनि आइपुग्नुभयो उहाँ बच्चियाबाट फुटबल खेल्नलाई काजी दाईको गाउँमा होइन रहर भनेको यतिको चाहिँ हुनुपर्छ हल्दार साथ जति चाहिँ होइन सर ल टाइम भयो है ओ पसिना चाउरी पऱ्यो है अब चाहिँ बुढो भइयो के हुन्छ अरे हिँड्दा पनि गलिन्छ क्या दाइ फिल अलिकति गिलो छ कि झाङ छ कम गलिन्छ क्या दाइ तर हप्ता पछाडि त हामीले सुदन गुरुङले बाँडेको पानी छ अब उडिन्छ अब त्यसो दाइ पानी हजुर भाइ हातमा होइन एक एक भयो भाइ राजाले दिएको पानी हो एक एक छ भाइ हल्ला सर के भन्नुहुन्छ पसिना पुरा थापा भयो एक एकको बराबरी छ मान्छे बोकेर कुदाइन्छ होला अब गोल चाहिँ छोडिँदैन अगाडिको गोल लागेन भने भरे निक्लेपछि चाबु खान्छ सही कुरा ल अगाडि खेल्नेहरू सुन्नु है के हुन्छ अरे मान्छे बोकेर कुदाइन्छ बरु गोल छोडिँदैन डिफेन्स हो म म्यानेजर साहब के भन्नु छ ठिक छ गेम जित्नु पर्यो भरे जितेन भने त दुवाली भिजाइरहेछ पदमबाट सुरु हुन्छ ओ दर्शकजी पदमको रियाक्सन हेरौँ है म गोल केही छैन दामी के भयो सर भन्नु त एकदम जित्यो आज दुवाली लाउनु परेन मैले भनेको खेलाडीहरूले देखौ त जिग्री मैले भनेको भयो कि भएन गेम जित्छौँ भनेर दुवालीबाट बच्यो आज यार न दुवाली हानिदिन्थे खानाबाट बच्यो आज यार म्यानेजरले दुवाली भेट्छौ आज भनेपछि झन्डै बेलबारीको जस्तै भिजिरहेछ यार
होइन आज चाहिँ नाच्यो नभए भेटिन्थ्यो दुई दिदी आज आज गेममा के भन्नु छ ल भन्नु त आज त अब हलो जोतेर निस्किए यत्तिकै भएको छ कि खासै बोल्नु त मन लागेको छ तर गेम बवाल फ्यान्टास्टिक भयो काजी दाहरूको यो हरकपुर ग्राउन्डमा लुडी बवालै दामी भयो खेल्नु मजा आयो गलियो गल्नु नै आएको रमाइलो गर्न आएको त होइन ठिकै छ हाल्दाखेरिको अनुहार अहिले के फरक छ होइन भाइ यस्तो हो क्या जित्दाखेरि मुस्कान सहितको दिनुहुन्छ क्या हाम्रो ओमी भाइले त्यही सिकेको मात्रै हो भाइ मैले अरू केही होइन मेरो भाइ राजाबाट सिकेको हो क्या प्रेरणा त्यही मात्रै हो जित्दाखेरि हँसिलो हार्दाखेरि पुरा गडाङगुडुङ गर्दा अँध्यारो बादल हुँदैन त्यति मात्रै हो भाइ फरक हजुर भन्नुहोस् अनि के भयो आज आज गेम जित्यो पहिले हाफसम्म 1-1 थियो पछाडि जित्यो अघि नै मैले भनिदिएको थिएँ नि पछाडि म मान्छे बोकेर बरु कुद्छु अगाडि काल गोल लागेन दुवाली हान्छु भनेको थिएँ हान्नु परेन